आज काठमाडौँमा जे नहुनु थियो ठ्याक्कै त्यही भयो। सुनसान तिनकुने छिनभरमै रणमैदान जस्तै बन्यो। प्रहरी कुटिए, बाटोमा हिँडिरहेका बिचरा सर्वसाधारणहरू कुटिए। राजावादीले प्रहरीको बन्दुक खोसे, सिसाको चिल्लो घरमा आगो झोसे, सरकारी गाडी जलाए। आगो निभाउन गएको दमकलमाथि ढुङ्गा वर्षाए। गणतन्त्रवादीको पक्षमा समाचार लेखेको भन्दै कान्तिपुर र अन्नपूर्णको कार्यालयमा पनि आगो लगाउने प्रयास गरे। अन्नपूर्णको बिल्डिङमा आगो लागिसकेको छ। आज राजावादीको प्रदर्शनलाई रोक्न प्रहरीको पसिना नै छुट्यो। अन्तिममा प्रहरी गोली चलाउन बाध्य भयो। प्रहरीले गोली चलाउँदा पनि प्रदर्शनकारी पक्तलाई भन्ने शैलीमै आए। जिउँदै मान्छेलाई काच्चै खाइदिउँला जै गरिरहेका राजावादीले प्रहरीलाई टेर्दै टेरेनन्, सुन्दै सुनेनन्। राजावादीहरूले प्रहरीको टाउकोमा ताकी ताकी ढुङ्गा इटा पानीका बोतल हाने। सुरुमै उनीहरूले निषेधित क्षेत्र तोड्न खोजे। न्वारनदेखिको बल लगाएर अघि बढ्न खोजेपछि सुरुमै प्रहरीले प्रदर्शनकारीलाई रोक्न हरसम्भव प्रयास गर्यो। लाठी चार्ज पनि गर्यो। तर राजावादीहरू झनै उग्र बन्न थाले। उनीहरूलाई रोक्न तिनकुनेको एक घरको छतमा गएर प्रहरीले असुर ग्यास प्रहार गर्यो। प्रहरी लखेड्न उनीहरूले त्यो घरमा पानीका बोतल ढुङ्गा इटा हाने। उनीहरूलाई यतिले पनि नपुगेपछि हेर्दै चिल्लो सिसाको घरमा आगो नै झोसिदिए। त्यो घरको छतबाट केही मानिसहरूले यहाँ प्रहरी छैन, ढुङ्गा नहान्नुहोस् हजुर भन्दै हातका इसारा गरिरहेका थिए। तर राजावादीहरूले टेर पुच्छर पनि लगाएनन्। हुन त आन्दोलनकारीले तिनकुनेका कैयौं घरमा तोडफोड गरेका छन्। उनीहरूले कान्तिपुर टेलिभिजन, अन्नपूर्ण पोस्ट र नेकपा एकीकृत समाजवादी र नेकपा माओवादीको केन्द्रीय कार्यालयमा पनि आगो सल्काउने प्रयास गरेका छन्। हुन त राजावादीको आन्दोलनको कमान्ड सम्हालेका मेडिकल व्यवसायी दुर्गा प्रसाईले पनि आज अराजक हरकत देखाए। उनले आफैले सरर गाडी चलाएर प्रहरीलाई मुख छोड्दै सुरक्षा घेरा तोडेर टाप कसे। सामाजिक सञ्जालमा भाइरल भिडियोमा दुर्गा प्रसाई आफैले प्रदर्शनकारीको बीचबाट गाडी हुर्काएका छन्। कालो चस्मा लगाएका र हातमा रुद्राक्ष बाँधेका प्रसाईले झ्यालबाट हात निकालेर प्रदर्शनकारीलाई आफू पछि आउन उर्दी गर्छन्। अलि अगाडि प्रहरीको पहिलो घेरा हुन्छ। प्रहरीले उनको गाडीलाई रोकेर चाबी थुन्न खोज्छन्। गाडीमा लाठी प्रहार पनि हुन्छ। तर दुर्गा प्रसाई रोकिँदैनन्। उनी भन्छन् जनता मार्ने मा भन्दै उनी अगाडि बढ्छन्। प्रसाईले पेलेरै लगेपछि प्रहरीको केही जोर चल्दैन। उनीहरू बाटो छोड्न बाध्य हुन्छन्। दुर्गा प्रसाईले गाडी हुर्काउँछन्। केपी चोर, देश चोर, गणतन्त्र मुर्दाबाद लगायतका नारा लगाएर सडकमा उर्लिएका उनीहरूले अराजकता नै मचाए। सायद आज प्रहरीले उनीहरूलाई रोक्न नसकेको भए जे पनि हुन सक्थ्यो। जिउँदै मान्छेलाई काच्चै खाइदिउँला जै गरी सडकमा उर्लिएका राजावादीहरूले आज आतंक नै मचाए। राजावादीले अति नै गरेपछि अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौँले तिनकुने क्षेत्रमा कर्फ्यू नै लगाएको छ। प्रहरीका अनुसार तिनकुने क्षेत्रमा अराजकता बढ्दै गएको र सुरक्षाकर्मी र दमकलमाथि नै आक्रमण गर्ने क्रम बढेपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यू लगाएको हो। अब सोफा तथा सम्पूर्ण फर्निचर खरिद गर्दा सिधै फ्याक्ट्रीबाट खरिद गर्नुहोस्। अनलाइन सोफा सेन्टर, वसुन्धरा काठमाडौँ। फोन नम्बर 9851334867। विश्वास दिँदै अघि बढ्दै। दर्शकहरू, आज यो देशमा जे भयो गलत भयो। जे नहुनु पर्ने थियो ठ्याक्कै त्यही भयो। जनताहरूमा अहिले यति आक्रोश बढेको छ कि यो देशका नेताहरूलाई कहीँ कतै भेट्यो भने उनीहरू काच्चै खाइदिन्छन्। गृहमन्त्री रमेश लेखकको कालो चस्माले पनि आज यो आन्दोलन देखिन। आज काठमाडौँको तिनकुनेमा यदि बेलैमा कर्फ्यू लगाइदिएको भए सायद यति धेरै क्षति हुने थिएन होला। यति धेरै प्रहरी जनताले कुटाई खानुपर्ने थिएन होला। तर बिचरा गृहमन्त्रीलाई बेलैमा होस आएन। राजावादी र समाजवादी मोर्चाका प्रदर्शनमध्ये कसमा कति सहभागी थिए भनी जान्नलाई केही प्रतिनिधि तस्बिर हेरे मात्रै पुग्छ। सायद त्यसैले राजधानीको तिनकुनेमा शुक्रबार सभा गर्नुभन्दा सर्वसाधारणका घरमा ढुङ्गा हान्नुमा अनि प्रहरीमाथि जाय लाग्नुमा दुर्गा प्रसाईले बढ्ता प्रभावकारिता देखे। उत्तेजक सूचनाहरूमा स्वत खिचिने आम मानिसको आँखा, कान र ध्यान भिरकुटी मण्डपतर्फ कम, तिनकुनेतर्फ बढ्ता आकृष्ट भयो। सुरुमा राज संस्था पुनर्स्थापनाको मागमा नारा जुलुस चलिरहेको थियो। जब कमान्डर दुर्गा प्रसाई आए तब स्थिति बिथोलियो। ढुङ्गा हान्न नपुगेर व्यक्तिका घरमा आगो लगाउन थालियो।
राजावादी नाममा जुलुस सुरु हुँदा राजेन्द्र लिङ्गदेन, कमल थापा, बुद्धिमान तामाङ, रोशन कार्की, ध्रुवबहादुर प्रधान, उद्धव पौडेल, ज्ञानेन्द्र साई लगायत नेता भने घरमै बसे। उनीहरूले घरमै बसेर रमिता हेरे, त कोही संसदतिर पनि गए। उनीहरू प्रसाईको विगत तथा वर्तमानप्रति आपत्ति मात्रै जनाउँदैनन्, पूर्व राजा ज्ञानेन्द्रले अति विश्वास गर्न थालेकोमा दुःख पनि व्यक्त गर्छन्। माओवादी एमाले हुँदै पूर्व राजा ज्ञानेन्द्रका विश्वासपात्र बन्न पुगेका प्रसाईको यो आत्मविश्वास त्यसै बढेको होइन। बैंकका खराब ऋणीमध्ये एक प्रसाई किन सामाजिक भड्काउने कोसिसमा छन् अनि पूर्व राजा ज्ञानेन्द्रको धाम पाइरहेका छन्, यसको पृष्ठभूमि याद गर्नुपर्ने खालको छ। 2046 को परिवर्तनीयता पूर्वपञ्च धारको नेतृत्व गर्दै आएको राप्रपालाई पूर्व राजा ज्ञानेन्द्र शाहले खासै भाउ दिँदैनन्। राप्रपाहरूले राजा फिर्ताको कुरा गरिरहे पनि राज संस्था पुनर्स्थापनाका लागि जोडतोड नलगाएको उनको गुनासो छ। चल्लाक दुर्गा प्रसाईलाई जब यो जानकारी हुन आयो उनले राप्रपालाई उपेक्षा मात्रै गरेनन्, सार्वजनिक रूपमा ललकार्न थाले। हिजो बिहिबार पनि ठ्याक्कै यस्तै भयो। बिहिबार पनि यस्तै भएको थियो। चाबहिलमा प्रेसमिट गर्नु अघि नवराज सुवेदी र प्रसाईले पूर्व राजा शाहलाई निर्मल निवासमा भेटेका थिए। 4 चैतमा राज संस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको संयोजक तोकिएका 46 वर्षीय सुवेदीप्रति राजेन्द्र लिङ्गदेन नेतृत्वको राप्रपा अनि कमल थापा नेतृत्वको राप्रपा नेपाल दुवै असन्तुष्ट थिए। 2046 को परिवर्तनपछि आफूहरू सधैँ राजाको पक्षमा बोलिरहे पनि सुवेदी सम्पूर्णतः निष्क्रिय बसेको भन्दै उनीहरूको आपत्ति थियो। सुवेदी र करिब 80 वर्षको हाराहारीमा रहेका नेताहरूलाई यसअघि सारेर राजा फर्काउने आन्दोलनले गति लिन नसक्ने निर्मल निवासको बुझाइ थियो। यस्तैमा बिहिबार सुवेदी नेतृत्वको राज संस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति अन्तर्गत आज शुक्रबार हुने भनेको प्रदर्शनका कमान्डर तोकेका थिए। दुर्गा प्रसाई, लिङ्गदेन र थापालाई मजैले उपेक्षा गर्दै हिँडेका प्रसाईले जब आफू प्रदर्शनको कमान्डर तोकिए त्यसपछि आफ्नो मूल समिति अर्थात् राज संस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति र यसका संयोजकहरूलाई समेत उपेक्षा गर्न थाले। 3 कुनेमा आज शुक्रबार राखिएको मूल ब्यानरमा पूर्व राजा ज्ञानेन्द्र र प्रसाईको उत्रै साइजको तस्बिर छ, तर संयोजक सुवेदीले भने कुनै तस्बिर देखिँदैन। भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको समेत तस्बिर राखेका उनीहरूले पृथ्वीनारायण शाह र योगी आदित्यनाथको तस्बिर पनि राखेका छन्। तर जुलुसले शान्तिपूर्ण हुने घोषणालाई कति पनि कार्यान्वयन गरेन। विवादित धर्मगुरु आचार्य श्री निवास लगायत सहभागी जुलुसले प्रहरीमाथि ढुङ्गा हान्न थाल्यो अनि निहत्था नागरिकको घर जलाउन सुरु गर्यो। 3 कुने जुलुसका प्रत्यक्षदर्शीहरू भन्छन् सुरुमा जुलुस राम्रोसँग अघि बढिरहेको थियो। दुर्गादाय आएपछि प्रहरीमाथि आक्रमण सुरु भयो अनि असुस ग्यास र तितर-बितर चल्यो। राप्रपाका एक उच्च नेताले दिएको संज्ञाअनुसार दलभित्रका निर्दलीय व्यक्तिहरूले प्रोत्साहित गरेका छन् प्रसाईलाई। अहिले 3 कुनेमा मच्चिरहेको अराजकतालाई तिनैले मलजल गरेका छन्। विवादास्पद विगत भएका प्रसाई अति महत्त्वाकांक्षी व्यवसायी हुन् जसले मारवाडी लगायत समुदाय विरुद्ध साम्प्रदायिक भड्काउ अभिव्यक्ति खुल्लमखुल्ला दिन्छन्। व्यक्तिको चरित्र हत्या गर्नुमा कुनै जवाबदेहिता राख्दैनन्। तर यिनै प्रसाईलाई हिजो आज पूर्व राजा ज्ञानेन्द्रले बढ्ता महत्त्व दिन थालेका छन्। केही महिना अघि मेची किनारबाट राज संस्था समर्थनमा मोटरसाइकल र्यालीको उद्घाटनमा स्वयं ज्ञानेन्द्र पुगेका थिए। ज्ञानेन्द्रको यो अति निकट टिममा रहेका केही सदस्यहरूको भनाइमा राप्रपा र त्यसबाट फुटेको राप्रपा नेपाल दुवैतर्फका नेताहरू राजाका बारेमा उति गम्भीर छैनन्। उनीहरूलाई राज संस्था र हिन्दू राष्ट्रको ब्रान्ड देखाएर मन्त्री सांसद बन्ने भन्दा ठुलो ध्यान छैन। आज काठमाडौँमा अझ भन्नुपर्दा काठमाडौँको 3 कुने नयाँ बानेश्वरमा फेरि पनि भन्छु जे नहुनुपर्ने थियो ठ्याक्कै त्यही भयो। राजावादीहरूले आज आन्दोलनमा आतंक नै मच्चाए भन्दा फरक नपर्ला यतिसम्म उनीहरूले देउस नगर्नुपर्ने थियो। उनीहरूले अरू गणतन्त्रवादीको पक्षमा समाचार लेखेको भन्दै अन्नपूर्ण त्यसै गरी कान्तिपुरको कार्यालयमा आगजनीको प्रयास गरे। त्यसै गरी नेकपा माओवादी केन्द्र समाजवादी पार्टीको कार्यालयमा पनि उनीहरूले आगो नै झोसे र यो विषयले अहिले निकै चर्चा पाइरहेको छ। र जताततै राजावादीहरूले आगो सल्काउन थालेपछि प्रहरी कुट्न थालेपछि चाहिँ अहिले काठमाडौँको 3 कुने क्षेत्र लगायतका ती क्षेत्रहरूमा कर्फ्यू जारी गरिएको छ। यद्यपि अहिले राजावादीहरू अन्य ठाउँहरूमा पुगेर आगो सल्काइरहेका छन्। उनीहरू अब कुनै पनि हालतमा पछि नहट्ने जस्ता हरकत गरिरहेका छन्। उनले जे पायो त्यही भाटपटेनी सरकारी गाडी पार्टी कार्यालयमा आगो सल्काउँदै हिँडिरहेका छन्। राजा प्रहरीले त्यहाँ 3 कुनेमा चाहिँ गोली पनि चलाएको थियो र गोली चलाउँदा पनि खासै राजावादीहरू पछि हटेनन्। उनीहरू कुटाकुटमै उठेका थिए र आज यो काठमाडौँको 3 कुने रणमैदान जस्तै बन्यो, कुटाकुट भयो र
निषेधित क्षेत्र तोड्न खोजेपछि राजावादीहरूले चाहिँ प्रहरीले पनि बल प्रयोग गरेको थियो। सुरुमा प्रहरीले लाठीचार्ज गर्यो र त्यसपछि राजावादीहरूले पनि ढुङ्गामुढा बर्साए। त्यसपछि प्रहरीले असुर ग्यास प्रहार गर्यो। त्यसपछि चाहिँ पानीको फोहरा पनि हान्यो र पानीको फोहरा प्रहार भएपछि चाहिँ राजावादीहरू झनै उग्र बनेका थिए र प्रहरीले चाहिँ घरको छतमा गएर पनि असुर ग्यास प्रहार गर्न थालेपछि उनीहरूले ढुङ्गामुढा बर्साएका थिए र घरका सिसामा छिया पारेका थिए। हेर्दै चिल्लो घरमा छिया पारेपछि अहिले राजावादीहरू चाहिँ आलोचित बनिरहेका छन्। दुर्गा परसाई अब लगभग पक्राउ पर्ने चान्स बढिरहेको छ, किनकि उनी विरुद्ध केही बेर अघि मात्रै मुद्दा दर्ता भइसकेको छ साइबर ब्युरोमा। त्यसै गरेर गृहमन्त्री रमेश लेखकले पनि आज जे भयो यो सबैको जिम्मेवारी दुर्गा परसाई र पूर्व राजा ज्ञानेन्द्र शाहले लिनुपर्ने टिप्पणी गरिसकेका छन्। अब यो विषयले अझै पनि उग्र रूप लिने सङ्केत देखिएको छ र सरकारले बेलैमा होस नपुर्याए जे पनि हुन सक्ने देखिन्छ। सस्तो छिटो र भरपर्दो फाइबर नेट र आइपीटीभी भनेकै एडमिशन ओपन जुम ब्यूटी एकेडमी नेपालकै नम्बर 1। 22 वर्षको अनुभवको साथमा 100% जब ग्यारेन्टी। राइट संसार देशको मुहार।